दुवै टिमहरू बसिरहेका छन् पोइन्ट टेबलमा डुब्न लागेको डुङ्गा जसरी। कुन टिमले लगाउनेवाला छ आफ्नो डुङ्गालाई एक कदम भए पनि नदी पारी। यस गाइज, भोलि हुँदैछ एल क्लासिको नेपाल भर्सेस युए को म्याच। कसले मार्नेवाला छ त जितको पहिलो बाजी यो सिरिजमा। लास्ट म्याच दुवै टिमले हारेर आएका थिए सेम टिम युएसए सँग। भोलि नेपाली समय अनुसार 11:15 देखि म्याच सुरु हुन गइरहेको छ गाइज। नेपालको ब्याटिङ लाइनअपमा केही कन्सर्नहरू देखिएको छ। यो म्याचमा चाहिँ मलाई लागिरहेको छ नेपालले ब्याटिङमा चाहिँ एकदमै राम्रो प्रदर्शन गर्नेछ। सो नेपाल र युए को म्याच भन्दा बित्तिकै मलाई दिमागमा के आउँछ भने द फादर अफ युए गुलशन झालाई हामी कसरी भुल्न सक्छौँ गाइज। यो म्याचमा चाहिँ गुलशन झाले एकदमै राम्रो प्रदर्शन गर्नेछन् जस्तो लागिरहेको छ मलाई। नेपाललाई जिताउनको लागि चाहिँ उनी हर प्रयास गर्नेछन् भन्ने मलाई लागिरहेको छ। अनि त्यसैगरी सेट ब्याट्सम्यानहरूले एकपटक सेट भइसकेपछि क्रिजमा आफ्नो टेम्परामेन्ट कस्तो देखाउनेछन् त, रङ सर्ट सिलेक्सन गर्नेछन् कि नै, कसरी खेल्नेछन् त, त्यो हेर्न हामी बाँकी नै छ। यो म्याचमा चाहिँ एकदमै राम्रो ब्याटिङको आशा गरेको छु। बलिङको कुरा गर्नुपर्दा चाहिँ नेपालको बलिङ फिल्डिङ एकदमै राम्रो छ। 20 ओभर र 50 ओभरको गेममा चाहिँ नेपालको ब्याटिङ चाहिँ अलिकति नमिलेको जस्तो लागिरहेको छ। यो म्याचमा चाहिँ नेपालले ब्याटिङ एकदमै राम्रो गर्नेछ भन्ने मलाई लागिरहेको छ। यति नै हो गाइज आजको लागि। थ्याङ्क यू सो मच फर वाचिङ। जय नेपाल।